त्यति नै ठुलो पछिल्लो चरणको भिडियो चाहिँ बनेको भयो मोबाइल लिएर पर्दैन समय समयमा भिडियो त हेरि नै राखेका थियौँ, तर हामी आज यही ठाउँमा आएका छौँ अनि भिडियो बनाउने क्रममा छौँ। हजुर कहाँदेखि देख्नु भएको थियो? घर कता? मेरो घर त अर्घाखाँची जिल्ला हो, तर म त मेरो बसोबास इन्डियाबाट हेर्ने गरेको थिएँ भिडियो। आज त पहिला चाहिँ भिडियो मार्फत कुनै युट्युब च्यानलहरूले भिडियोमा देखाइराखेको आज चाहिँ पछि देख्न पाउनुभयो हजुर हजुर हैन? कस्तो फिल भइराखेको छ हजुरलाई? एकदम यहाँ भिडियोमा हेरिराखेको चिज यसरी खुल्ला चौरमा तपाईँको हरेक टाइम यसरी आगो बलिराख्दाखेरि यो बलेको देख्दाखेरि हजुरलाई के लाग्यो? के हुनसक्छ यहाँभित्र? मलाई चाहिँ यस्तो फिल भयो कि जसरी खाडी राष्ट्रहरूमा चाहिँ पेट्रोलको खानी छ अरे, हाम्रो देशमा पनि सायद ग्यासको खानी होला जस्तो लाग्यो। त्यस कारणले गर्दाखेरि भिडियो बनाउँदैछौँ। सरकारले यस विषयमा थोरै अध्ययन गरेर के हो वास्तविक परीक्षण गरेर यसलाई चाहिँ व्यवस्थित गर्न सक्यो भने यहाँ वरपरका मान्छेहरूले यसको लाभहरू उठाउन सक्छन् जस्तो लाग्यो हजुरलाई? त्यस्तै लाग्यो। त्यस कारणले गर्दाखेरि भिडियो बनाइएको छ अहिले। आज उहाँ दिदीले चाहिँ भिडियोमा मात्रै देख्नु भएको, मैले पनि भिडियो मात्रै देखेको थिएँ। आज आएर यसरी प्रत्यक्ष यसरी देख्न पाउँदा अचम्मित भयो हामी चाहिँ। म त यो केही घेरबार गरे होला भनेको होइन, खुल्ला रहेछ यहाँ त, कोही घेरबार गरेको छैन। घरहरू चाहिँ बन्दै रहेछ, कति भयङ्कर गगनचुम्बी घरहरू बनेका छन्। अनि अहिले यहाँ पब्लिक पनि हुनुहुन्छ। पहिल्यैदेखि हेरेको, तर आज प्रत्यक्ष देख्न पाइयो। हाम्रो अनिता फुपूले जाने हेर्नलाई भन्नुभएर आइयो। गाइज सबैले हेरिदिनु होला। कोइला खानी पनि हुनसक्छ यहाँभित्र। कोइला खानी भयो भने पनि त्यसको वरपरको क्षेत्र